चाहिँ भोक लाग्यो। अब 10:30 जति भइसक्यो। मेलम्चीमा हामीले अलिकति रोटी किनेर चाहिँ अनि अहिले यहाँ हामी एउटा खानको लागि राम्रो स्पोट खोजौँ भनेर चाहिँ हिँड्दै थियौँ। अनि यो ठाउँबाट चाहिँ दुईवटा बाटो जाँदो रहेछ। अनि यो दुईवटा बाटो चाहिँ गएर तार्केहाङमा चाहिँ जोडिँदो रहेछ। अनि सो मलाई चाहिँ कन्फ्युजन भइरहेछ कि नयाँ बाटो एक्सप्लोर गर्ने कि त्यो बाटो अब पहिल्यै हिँडिसकेको बाटो जाने भनेर। किनभने हामी यहाँ खानुको एउटा रिजन भनेको खाइसकेपछि हात पनि त धुनु पऱ्यो नि त। सो हात धुनुको लागि नेचुरल पानी पाइन्छ भनेर चाहिँ डाँडा काँडाको सट्टा यसमा खाएको हो। यहाँ खाएको चाहिँ रिजन त्यो पनि हो। म होइन पोखरेल बजार हो कि समथिङ के पोखरे बजार भन्नेमा पुग्दैछु यो बाटो। र मैले एउटा आँखा देखेँ कि त्यो के हो भनेर तपाईँहरूले म देखाउँछु है त। गाइस क्यान यु गेस द्याट के हो त्यो यार? त्यो डाँडामा सेतो सेतो देखिरहेको छ नि, के हो त्यो यार? एम आई गेसिङ राइट? म त्यही सोच्दैछु, तपाईँहरू पनि त्यही सोच्दै हुनुहुन्छ। त्यो हो भने त गाइस आइ एम भेरी लक्की यार। त्यो हो म जे सोचिरहेको छु तपाईँहरूले पनि त्यही सोचिरहेको हुन्छ नि। लेट्स क्रस द फिङ्गर। आई एम गोना बी द लक्की म्यान आज। सो हिउँ पाहाडहरू पनि अलिकति देखिरहेको छ र पाहाडहरूमा चाहिँ जोस् कालै चाहिँ छैन कि, काला पत्थर चाहिँ छैन कि, हिउँ अलिअलि देखिरहेको छ र त्यो पुरा बादलले छेकिरहेको छ भने चाहिँ त्यहाँ त्यो पाहाडमा चाहिँ हिउँ परिरहेको छ जस्तो लागिरहेको छ मलाई। वाट अ प्लेस दिस इज गाइज यार। म कसम भनेको एकदम धेरै मन्तरमुग्ध भइरहेको छु। यो बाटो हेर्नु ल, कच्ची बाटो भने कस्तो दामी देखिरहेको छ। सो यो बाटो म चाहिँ अहिले पाल्छु कि माइबाट अर्को बाटो लागेर म यताबाट आएको छु लोकलहरूलाई सोधेर। यो बाटो चाहिँ कहाँ जान सक्छ लोकलहरूलाई सोधेर अनि यो बाटो आएको छु, किनभने यो बाटो नजिक पर्ला भनेर। र लुक एट द्याट भ्यू यार। त्यो ठाउँ, त्यो गाउँ, यो जङ्गल, यो नाला, लुक एट दिस प्लेस यार गाइज। र त्यो माथिको त्यो स्नो क्याप्ड माउन्टेन जुन छ त्यो चाहिँ ताघ्याङ हो कि खै के समथिङ भन्दै थियो लोकलको मान्छेले। यार बाटोमा बोल्न तल साथीहरू भेटिया थियो। सबजना पुरा हन्डा एक्सआरमा पुरा बिहारमा आइरहेको थियो। उनीहरूकोले मस्तले तानी गयो, मेरो त डोराउँदै गयो यार। मेरो त हाल खराब। माई गॉड गाइज, शेरमानथाङबाट अलिकति हामी तल ओर्लेपछि वाट इज दिस? वाट आई एम सिइङ म्यान? पुसको महिनामा लाली गुराँस फलिरहेको छ। लाली गुराँसको महिना भनेको त चैत वैशाख जेठ होइन र? नसोध यो ढुङ्गालाई यो रुख नभए के हुन्थ्यो होला? नसोध यो ढुङ्गालाई यो रुख नभए के हुन्थ्यो होला? नसोध यो पहाडलाई यो जङ्गल नभए के हुन्थ्यो होला?